हिब्रू 10:25 भन्दछ, अनि कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछाडौँ। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देऊ। आमेन। मानिसहरू कस्तो हुन्छ भन्दाखेरि अनि विश्वासी जीवनमा अनि तपाईँ र म चाहिँ मण्डलीमा जानु चाहिँ निकै महत्त्वपूर्ण कुरा हो। अनि किन मण्डलीमा जाने आवश्यकता किन छ भन्ने चाहिँ त फरक कुरा छ। तर मण्डलीमा जानु चाहिँ तपाईँ र म सहभागिता हुनु चाहिँ महत्त्वपूर्ण कुरा, किनभने मण्डलीमा चाहिँ अनि परमेश्वरको महिमा हुन्छ, अनि त्यहाँ चाहिँ तपाईँ र मैले धेरै कुराहरू सिक्न पाउँछ। अनि त्यो मण्डलीमा उपस्थिति हुनाले चाहिँ एउटा एकताको अनि प्रेमको विश्वासको प्रतीकको रूपमा पनि देखाउँदछन्। बाइबलले भन्दछ कतिजनाको सङ्गतिमा चाहिँ नजाने बानी हुन्छ होइन। बानी भनेको चाहिँ भइरहने कुराहरू, दोहोरिरहने कुरा हो होइन। अनि अक्कल झुक्कल होइन, त्यो बानी चाहिँ किन सङ्गतिबाट भागिरहने, परमेश्वरको उपस्थितिबाट भागिरहने चाहिँ मानिसहरूको चाहिँ बानी हुन्छ। तर हामी चाहिँ एकसाथ भेला हुन नछाडौँ, अर्थात् जसले चाहिँ साँच्चै परमेश्वरको प्रेमलाई अनि नजिकबाट चिनेको छ, बुझेको छ, चाखेको छ नि, अनि त्यस्तो मानिसहरू चाहिँ के हुन नछाडौँ त, एकसाथ भेला हुन नछाडौँ। भेला हुनु चाहिँ एउटा एकता हुनु, अनि एकतामा चाहिँ के छ, शक्ति छ। त्यस कारणले हामी चाहिँ परमेश्वरको उपस्थितिमा हामी एकसाथ भेला हुन चाहिँ छाड्नु हुँदैन। अनि तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले, अनि आज हामीले बाइबलहरू अध्ययन गर्दै गर्दा अनि बाइबलमा भएका कुराहरू, परमेश्वरले बताउनु भएका त्यो कुराहरूले चाहिँ हामीलाई स्मरण गराउँछ कि आजको यो संसारमा हुँदै गरेका घटनाक्रमहरू अनि यो संसारमा भइराखेका कुराहरूलाई चाहिँ के दर्शाउँछ भने परमेश्वरको आगमन चाहिँ नजिक छ, अनि परमेश्वरकोले चाहिँ नि आउने दिनहरू चाहिँ नजिक छ। त्यस कारणले उहाँको दिनहरू चाहिँ नजिक आइरहेको छ। त्यस कारणले पनि तपाईँ र म चाहिँ भेला हुन छाड्नु हुँदैन। अनि त्यहाँनिर त्यही कुराहरू भन्दछ, अनि तिमीहरूले देखेका हुनाले, अर्थात् हामीले त्यो कुराहरू जानेको भएको कारणले एउटाले अर्कालाई झन् प्रोत्साहन देऊ। अर्थात् परमेश्वरको समयहरू, अन्त्यको दिनहरू चाहिँ नजिक आइराखेको छ, अनि हामी चाहिँ एकदम निराश हुने होइन, तर यो हामीले एउटाले अर्कालाई चाहिँ प्रोत्साहन दिने गर्नुपर्छ। आज मण्डलीमा के हुन्छ भन्दाखेरि विश्वासीहरूको भेला हुँदै गर्दा अनि हामी कस्तो समयहरूमा चल्दैछौँ, हामीले एउटाले अर्काको कुराहरू मात्रै गरिराखेका छौँ होइन। फलानु चाहिँ यस्तो गरेछ, अनि उसले चाहिँ यस्तो भनेछ, अनि उसले यस्तो काम गरेछ, फलानुले गरेनछ। यो चाहिँ हाम्रो विश्वासी जीवनमा यो एकदमै नसुहाउने कुरा हो, यो चाहिँ सुहाउँदैन। तर हामीले जब विश्वासी भेटघाट हुन्छ, जब एकअर्कामा भेला हुन्छौँ, जब एकअर्कामा हामी नजिक हुन्छौँ, तब त्यो समयहरूमा हामीले गर्नुपर्ने कुरा के हो भन्दाखेरि परमेश्वरको वचनको घोषणा गर्नुपर्ने हो। अनि परमेश्वरको वचन चाहिँ हामीले सुनाउने कुरा हो, अनि हामीले एउटाले अर्कालाई उत्साह दिने कुरा हो। अनि एउटाले अर्कालाई चाहिँ हामीले चाहिँ जो मान्छे निराशमा छ उसलाई आशा दिने कुरा हो, जसलाई हामी उत्साहित पार्न सक्छौँ। त्यसो गर्दाखेरि चाहिँ हामीमा एउटा एकता अनि मेलमिलाप अनि प्रेम र सद्भाव चाहिँ कायम भइरहेको छ। तर हामी भेला हुँदै गर्दाखेरि हामीले अनावश्यक टिक्का टिप्पणी कुराकानी गर्नु चाहिँ हाम्रो विश्वासी जीवनको एउटा निकै नराम्रो कुरा हो, त्यो चाहिँ हाम्रो जीवनमा सुहाउँदैन। त्यस कारणले म यही कुराहरू भन्न चाहन्छु यहाँहरू सबैलाई कि हामी सङ्गतिमा उपस्थित हुनु चाहिँ महत्त्वपूर्ण कुरा हो। अनि हामी एकसाथमा भेला हुन छाड्नु हुँदैन। अनि हामी भेला भइसकेपछि हामीले चाहिँ प्रभुको वचनहरू, परमेश्वरको वचनहरूलाई चाहिँ हामीले घोषणा गर्नुपर्छ। अनि हामीले एकअर्कामा नजिक हुनु चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसले एउटा एकताको कुराहरूलाई दर्शाउँदछ। अनि हामीले चाहिँ अन्त्यको कुराहरूलाई देखेको हुनाले अनि हामीले एउटाले अर्कालाई प्रोत्साहन दिनलाई, एउटाले अर्कालाई उत्साह दिनलाई हामी पछाडि हट्नु हुँदैन। अनि अगुवाले विश्वासीलाई हामीले एक अर्कालाई हामीले उत्साह दिइराख्नुपर्छ, अनि एकअर्कालाई हामीले साथ सहयोग दिइराख्नुपर्छ। अनि यसले गर्दा चाहिँ अनि मण्डलीमा एकता अनि मेलमिलाप, प्रेम अनि आनन्दको कुराहरू चाहिँ निकै हामीले महसुस गर्न सक्छौँ। अनि त्यस कारणले हामीले सधैँभरि परमेश्वरको उपस्थितिमा आउनु चाहिँ महत्त्वपूर्ण कुरा हो। अनि उपस्थितिबाट चाहिँ भाग्नु हुँदैन। अनि उपस्थितिबाट भाग्नु चाहिँ हाम्रो आशिषका कुराहरू होइन, त्यसले चाहिँ हाम्रो जीवनमा आएको आशिषहरू पनि हाम्रो घट्दै जान्छ, अनि हाम्रो जीवनबाट आशिषहरू चाहिँ हट्दै जान्छ। यो चाहिँ हाम्रो निम्ति निकै दुःखको कुरा हो। त्यस कारणले हामी सङ्गतिमा सहभागिता हुन चाहिँ छाड्नु हुँदैन। आमेन।